इन्स्टाग्राम अकाउन्ट सस्पेन्ड भएपछि 5 वर्षको मेहनत एकैछिनमा सक्यो भन्दै डाको छोडेर रोइन् एलिजे जमाली। दर्शकबिन नेपाली टिकटकर आइसँग विवाह गरेर नेपालमै बसोबास गरिरहेकी पाकिस्तानी कन्टेन्ट क्रिएटर तथा टिकटकर एलिजे जमाली आफ्नो इन्स्टाग्राम अकाउन्ट सस्पेन्ड भएपछि भावुक बनेकी छन्। हजारौं पोस्ट, लाखौं सम्झना र वर्षौंको मेहनत जोडिएको सामाजिक सञ्जाल अकाउन्ट अचानक बन्द भएपछि पाकिस्तानी टिकटकर जमाली आँसु थाम्न सकिनन्। 5 वर्षको मेहनत र लगानी एकै छेडमा गुमेको अनुभूति भएको भन्दै उनले रोदै आफ्नो पीडा सार्वजनिक गरेकी छिन्। एलिजेले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको भिडियोमा इन्स्टाग्राम अकाउन्ट सस्पेन्ड भएपछि आफू मानसिक रूपमा निकै तनावमा परेको बताएकी छिन्। भिडियोमा उनी मेकअप गरिरहेको र कपाल कल गर्ने तयारीमा रहेको देखिन्छ। सोही क्रममा इन्स्टाग्राम मार्फत अर्डर गरेको सामानको लोकेसन अपडेट गर्न अकाउन्ट खोल्दा अकाउन्ट सस्पेन्ड भएको सूचना देखेपछि उनी भावुक बनेकी हुन्। उनका अनुसार अकाउन्ट विरुद्ध कपिराइट क्लेम परेपछि इन्स्टाग्रामले अकाउन्ट निलम्बन गरेको हो। तर आफूले सधैँ अर्गानिक कन्टेन्ट मात्रै बनाउँदै आएको दावी गर्दै उनले कपिराइट दावीलाई अन्यायपूर्ण भनेकी छिन्। मलाई धेरै प्यानिक भइरहेको छ, म धेरै रोइरहेको छु किनकि मैले यसमा धेरै मेहनत गरेकी थिएँ, एलिजेले भिडियोमा भनेकी छिन्। अरूले जेसुकै पोस्ट गरेर लाखौं फलोअर्स पाउँछन्, तर मेरा सबै पोस्ट अर्गानिक थिए। एलिजेका अनुसार उक्त इन्स्टाग्राम अकाउन्ट उनले सन् 2022 मा आयुषसँग भेट हुनु अघि नै सुरु गरेकी थिइन्। त्यसैता निरन्तर मेहनत गरेर अकाउन्टलाई स्थापित बनाएको उनको भनाइ छ। रुँदै उनले आफूले कहिले अरूको कन्टेन्ट स्टेज वा ड्युट नगरेको बताए। म आफ्नै टिकटक बनाउँछु, आफै कन्टेन्ट सिर्जना गर्छु, त्यसो हुँदा मलाई कपिराइट कसरी लाग्न सक्छ, उनले प्रश्न गरेकी छिन्। एलिजेले अकाउन्ट पुनः स्थापनाका लागि अपिल गरिसकेको जानकारी दिँदै अकाउन्ट फर्किने वा नफर्किने बारे अन्यल रहेको बताएकी छिन्। उनले सामाजिक सञ्जाल अकाउन्टलाई केवल एउटा प्रोफाइलको रूपमा नहेर्न आग्रह गर्दै त्यसमा वर्षौंको सङ्घर्ष, करियर र आम्दानी जोडिएको बताएकी छिन्। धेरैलाई लाग्न सक्छ यो त एउटा अकाउन्ट मात्रै हो, तर यति सजिलो हुँदैन, यसमा वर्षौंको मेहनत हुन्छ। यो हाम्रो जागिर जस्तै हो, यहीबाट काम र अवसरहरू आउँछन्, उनले भनेकी छिन्। यद्यपि उनले हार नमान्ने संकेत पनि दिएकी छिन्। पुरानो अकाउन्ट फिर्ता नआए पनि शून्यबाट नयाँ यात्रा सुरु गर्ने दृढता व्यक्त गर्दै उनले आवश्यक परे नयाँ अकाउन्ट बनाएर फेरि अघि बढ्ने बताएकी छिन्। भिडियोमा एलिजेले आफ्नो अकाउन्ट बन्द भएकोमा केही व्यक्तिले राम्रो भयो भन्दै टिप्पणी गरेको प्रति पनि दुःख व्यक्त गरेकी छिन्। आफूले कसैको नराम्रो नचिताएको र सबैलाई सम्मान गर्ने प्रयास गरेको उल्लेख गर्दै उनले मानिसहरू